कस्तो चक्लेट खान मन लागेर निद्रा पनि लाग्यो। यहाँ दाइसँग चक्लेट बेच्नुहुन्छ सधैँभरि, अब म गएर किन्नु पर्यो। दाइ के छ खबर? एकदम ठिक छ। के भयो भाइ? म चक्लेट किन्न आएको। यो चक्लेट कसरी हो? चक्लेट? चक्लेट व्यापार गरेको भाइ। चक्लेट एउटा गोटाको? एउटा त अब धेरै ए होइन, गोटाको 10 हो। गोटाको 10। एउटाको 10, एउटा गोटाको 10 के भन्नुहुन्छ पागल जस्तो यार? के पागल हुन्छ? अनि व्यापारी भन्न नपाउने। एउटाको 10 रुपियाँ। आमा कसले भन्नु तपाईँलाई किन्न? कसले बेच्न लाग्यो? यो आशिका तामाङ होइन, एउटालाई 10 रुपियाँ कसरी पर्यो त? मलाई हुँदैन यसरी। तपाईँलाई कसले? यो तपाईँलाई सिधै म माथि पुलिसलाई फोन गर्छु। के हो यस्तो? मन परि बेच्न पाइन्छ यो? मन परि पाइन्छ यो? के हो यो? एउटालाई 10 रुपियाँ र साथीहरू, एउटालाई 10 रुपियाँ। व्यापारी वहीँ हो। एउटालाई 10 रुपियाँ। यो यसरी मन परि बेच्न पाइन्छ? के हो यो? कसले बस्न पाउने? यसको सही रेट भन्नुहोस् न। सही रेट भन्नुहोस्। सही रेट। नाटक नगरिराख्नुहोस्, म पुलिसलाई फोन गर्छु। त्यसै गर्नुहोस्, म पुलिसलाई फोन गर्छु।